नमस्कार, स्वागत छ नवीन के पोडकास्टमा। आज पनि हामी स्वास्थ्य सम्बन्धी नै कार्यक्रम लिएर आएका छौँ र आज हामी तपाईहरुलाई अझै विशेष स्वास्थ्य सम्बन्धी जानकारी र स्वास्थ्यको केही तपाईहरुलाई जनचेतना फैलाउने अझै पनि हामी प्रयत्न गर्दछौँ र आज हामीसँग हाम्रो अहिले पछिल्लो स्वास्थ्य क्षेत्रमा एकदम चिरपरिचित र सबैले चिनेको अनुहार र हामी सबैलाई नै एउटा स्वास्थ्यमा ठूलो योगदान पुर्याउनु भएको व्यक्तित्व आज मैले कुराकानी गर्दैछु उहाँसँग। उहाँ विशेष प्रमुख पेट छाती तथा मुटुरोग विशेषज्ञ पनि हुनुहुन्छ। चिफ कन्सल्टेन्ट फिजिशियन डाक्टर मुकुन्द प्रसाद आचार्यजी हुनुहुन्छ। सर्वप्रथम डाक्टर साहबलाई म कार्यक्रममा स्वागत चाहन्छु। धन्यवाद, स्वागत। नमस्ते। नवीन के पोडकास्टमा हेर्नुहुने सम्पूर्ण दर्शकवृन्दहरूलाई र श्रोताहरूलाई र तपाईहरुलाई पनि मेरो हार्दिक अभिवादन छ र मलाई यसमा निमन्त्रणा गर्नुभएकोमा धन्यवाद। एकदम खुसी लाग्यो डाक्टर साहब, निमन्त्रणालाई सहर्ष स्वीकार राखिदिनु भयो। एकदम खुसी छु डाक्टर साहब यसमा। हजुर, धन्यवाद। डाक्टर साहब, तपाईँ त पहिला क्षेत्रीय क्षयरोग केन्द्रमा पनि लामो समय प्रवर्तक निर्देशक भएर पनि काम गर्नुभयो होइन डाक्टर साहब? हजुर हजुर। त्यसमा चाहिँ आज हामी विशेष क्षयरोग लगायत अन्य स्वास्थ्यको समस्या विषयमा पनि कुराकानी गर्नेछौँ र तपाईँको डाक्टर साहब यो स्वास्थ्य क्षेत्रमा ठुलो योगदान छ डाक्टर साहब। तपाईँ चाहिँ क्षेत्रीय अस्पतालमा पनि जुन अहिले गण्डकी भनेर चिनिन्छ, सबैले चाहिँ गण्डकी भनेर चिन्नुहुन्छ, त्यसमा चाहिँ करिब 25 वर्षभन्दा धेरै कार्यरत गरेर पनि बिरामीहरूलाई सेवा गर्नुभयो। लामो छ डाक्टर साहब तपाईको यो स्वास्थ्य क्षेत्रको इतिहास हेर्ने हो भने। र अहिले तपाईँ चाहिँ पोखराकै ओम अस्पतालबाट पनि बिरामीहरूलाई सेवा दिइरहनु भएको डाक्टर साहब। डाक्टर साहब, कता कता अब चाहिँ म धेरै नै सेवा दिइरहेँ, अब चाहिँ म एउटा छुट्टै यो प्रोफेसनभन्दा छुट्टै बसेर काम गर्छु जस्तो लाग्दैन डाक्टर साहब? अब यस्तो हो, मतलब पोखरासँग मेरो आत्मा जोडियो। अब म 2048 सालमा सरकारी सेवामा जब छिरेँ, हजुर, पोखरा मलाई पठाइयो हैन, यता पठाइयो। अनि यहाँ आएर पहिले मेडिकल अफिसरबाट सुरु गरेको हो मैले। हजुर। तर त्यति बेला म फिजिसियन त भइसकेको थिएँ, एमडी त पास गरिसकेको थिएँ मैले। अनि यहाँ छिरेर मेडिकल वार्डमा काम गर्दाखेरि त्यति बेला चाहिँ नि अब अहिलेको भन्दा एकदम स्रोत र साधन अलिक कमै थियो। त्यस्तो गाह्रो अवस्थामा हामीले चाहिँ नि सेवा दिएकै हो। भने 25 वर्षमा काम गरेँ। कुनै बेलामा त अब यस्तो पनि हुन्थ्यो कि साथीहरू कोही बिदामा हुन्थे, कोही बिरामी हुन्थे, म एक्लैले पनि त्यो वार्ड पनि, ओपिडी पनि, इन्डोस्कोपी पनि सबै धान्नु पर्थ्यो मैले। धान्नु पर्थ्यो। अनि राति गएर पनि बिरामीहरूलाई 12-1 बजी पनि गएर उनीहरूलाई हेरिदिन्थेँ। अब त्यो दुःख चाहिँ हामीले गरेकै हो। डाक्टर साहब, एउटा कुरा के जान्न मन लाग्यो भने मलाई चाहिँ तपाईँको यो स्वास्थ्य क्षेत्रमा ठुलो योगदान, लामो समय योगदान भएको कारणले करिब तपाईँले त अब गण्डकी हस्पिटलमै 25 वर्षभन्दा बढी काम गर्नुभयो। त्योभन्दा अगाडि पनि छ, कति ठाउँमा छ होइन डाक्टर साहब, कति वर्ष छ। त्यतिखेरको जुन बिरामीलाई हेर्ने अथवा बिरामीले पाउने सेवा सुविधाहरू, बिरामीलाई एउटा डाक्टरले कतिसम्म सेवा दिन सकिन्थ्यो र अहिलेको यो जुन यत्रो लामो समय 25-30 वर्ष अन्तरालमा कति डिफ्रेन्स छ डाक्टर साहब? अब यस्तो अहिले चाहिँ नि धेरै नै टेक्नोलोजी डेभलप भएको छ, टेक्नोलोजी विकसित भएको छ नि त। त्यो अनुसारले अब पहिला पत्ता नलागेको रोगहरू अहिले पत्ता लगाउन धेरै नै सजिलो भएको छ। डायग्नोस्टिक चाहिँ नि एकदम राम्रो भएको छ अहिले। अब पहिला इन्डोस्कोपी थिएन, इसिजी पनि हामीले राति इसिजी गर्नुपर्ने हो भने त्यो विदेशीको कोठाबाट इसिजी मेसिन ल्याएर इसिजी गर्नुपर्थ्यो। अब अहिले त इसिजी हरेक वार्डमा छ। अहिले त धेरै सुविधा छ। त्यसबाहेक अब ल्याबको डायग्नोस्टिक पनि अहिले धेरै डेभलप भएको छ। पहिला हातैले गर्नुपर्थ्यो मेसिनमा भनेदेखि अहिले चाहिँ मतलब सबै कम्प्युटराइज छ, सिस्टम छ भनेपछि अहिले त वास्तवमा एकदमै डेभलप भएको छ। अनि त्यो ट्रिटमेन्ट पनि धेरै नयाँ औषधिहरू आएको छन्। त्यसले गर्दा चाहिँ नि अहिलेको बिरामीहरूलाई धेरै नै सजिलो भएको छ अहिले वास्तवमा भन्यो भने। त्यतिखेर पनि डाक्टरको सङ्ख्या पनि कतै कम्ती नै हुन्थ्यो होला होइन डाक्टर साहब? कम पनि थियो। अब एकै दिनमा हामी 100-200 जना बिरामी हेर्नु पर्थ्यो। हुन त अहिले बिरामी जनसङ्ख्या बढे अनुसारले अहिले पनि सजिलो त छैन। अहिले पनि त्यहाँ अब गण्डकी हस्पिटल त्यस्तै भिड छ। अब त्यो बिरामीलाई टाइम दिएर हेर्न भ्याउँदैन डाक्टरले इभेन अहिले पनि। तर त्यति बेला पनि त्यस्तै थियो सन्जानी। किन हामी त्यति बेला थोरै थियौँ नि त, 2-3 जना उपिडी बसिन्थ्यो। अहिले 20 जना भयो भने फेरि त्यस्तै छ। त्यस्तो कुनै समय छ डाक्टर साहब एक रात पनि सुत्दै नसोधिकन बिरामी हेरेको, बिरामीले उपचार गरेको? अब त्यस्तो हुन्थ्यो, किनभने अब जस्तै अब आइसियुमा भर्ना गरेर बिरामीलाई अब एकदम सिरियस छ, मुटुको चालहरू बिग्रेको छ भने त्यसको लागि बसेर हेर्नुपर्ने हुन्थ्यो। कहिलेकाहीँ रगत छाड्ने बिरामीहरूलाई अब रगत दिइरहनु पर्थ्यो अनि आफू पनि त्यहाँ बस्नु पर्थ्यो भनेदेखि अब त्यस्तो कहिलेकाहीँ चाहिँ हुन्थ्यो। कहिलेकाहीँ आफैले पनि मैले बिरामीलाई रगत नभएर आफैले पनि रगत दिएछु, आफैले डोनेसन दिएछु मैले। रगत छैन, मान्छे छैन, अनि आफै ब्लड ब्याङ्कमा गएर ल मेरो निकाल
म दिन्छु भनेर मैले त्यसरी नै दिएको छु। तर आजभोलि त ब्लड डोनेसन प्रोग्राम धेरै संस्थाहरू गर्नु धेरै सजिलो अहिले त धेरै सजिलो छ, अहिले धेरै सजिलो छ। डाक्टर साहब, अब हामी विशेष गरी क्षयरोग सामान्य अर्थमा नेपालीमा यसलाई क्षयरोग भनेर पनि बुझिन्छ कतिले होइन, यसलाई चाहिँ विशेष गरी टिबी भनेर बुझिन्छ डाक्टर साहब, ट्युबरक्लोसिस। वास्तवमा यो ट्युबरक्लोसिस डाक्टर साहब कस्तो खालको रोग हो डाक्टर साहब? यो चाहिँ अब यसको बारेमा कुरा गर्नु एकदमै सान्दर्भिक छ, किनभने यो एकदमै पुरानो रोग हो। प्राचीन कालमा पनि थियो यो रोग, त्यो बेला पनि मान्छेहरू धेरै मर्थे, युरोपमा एसियामा धेरै नै मर्थे, अहिले पनि त्यस्तै मरि नै रहेछन्। करोडौँ मान्छेहरू यसबाट चाहिँ सङ्क्रमित छन् र लाखौँ मान्छे वर्षपछि मरिरहेछन्। एउटा तपाईँलाई भन्छु, अहिले नेपालमा पनि झन्डै 70,000 जति क्षयरोग बिरामीहरू छन्, 70,000 जति छन्। त्यसमा चाहिँ नि अब वर्षे नि झन्डै 8देखि 16,000सम्म 17,000सम्म मान्छे हरेक वर्ष मरिरहेछन्। अब सायद हामी यहाँ कुरा गर्दा गर्दा पनि कोही मरिरहेको होला, त्यस्तो भयावह अवस्था छ। हामीले बाहिरबाट हेर्दाखेरि हो जिन्दगी चलिरहेछ, सबै राम्रै छ, ठिकै छ देखिन्छ, तर स्थिति चाहिँ भयावहै मान्नुपर्छ। तर यो प्राचीन कालदेखि भए पनि अझै पुरै निर्मूल चाहिँ भएको छैन। यसमा निर्मूल गर्नको लागि सबै देशहरूले यथेष्ट पाइला चालिरहेछन्, राम्रो पाइला चालिरहेछन्। WHO ले पनि राम्रो योगदान गरिरहेछ, सबै देशहरूलाई उसले हेरिरहेछ। तर पनि अझै पनि यसलाई हामीले निराकरण गर्न सकेको छैनौँ, निर्मूल गर्न सकेको छैनौँ। कारण चाहिँ किनभने यो मेन कारण चाहिँ नि श्वास प्रश्वासबाट सर्ने रोग। जस्तै अब एकजना क्षयरोग लागेको मानिससँगै हामी बसिरहेछौँ, गफ गरिरहेछौँ भनेदेखि त्यो गफ गर्दाखेरि जब हामीले सङ्क्रमित रोगीले चाहिँ नि सास फेर्दाखेरि त्यो जुन हावामा जान्छ नि त, कीटाणु बाहिर जान्छ, त्यो हावामा तैरिरहेको हुन्छ, त्यो कीटाणु तैरिरहेको हुन्छ, त्यो झन्डै तपाईँको 6 घन्टासम्म तैरिरहन सक्छ। यसो चिसो ठाउँमा त झन् 6 घन्टा अझ बढी पनि तैरिन सक्छ। खकारमा जथाभावी थुक्यो भने खकारमा त हप्तौँसम्म पनि रहन सक्छ। अनि त्यो हावाले उडाउँदाखेरि त फैलिरहेको हुन्छ, अनि त्यही हावा अर्को नजिकै बस्नेले सास लिँदाखेरि त भित्र जाने भयो, त्यो फोक्सोमा जाने भयो, फोक्सोमा गएर त्यसले एउटा चाहिँ नि गुण बनाएर त्यहाँ बस्छ। अनि यदि शरीर कमजोर छ त्यो मान्छेको भने त्यति बेला पनि रोग लाग्न सक्छ, टिबी। अर्थात् यदि त्यति बेला नलागे पनि त्यहाँभित्र बसेर गुण बनाएर बसिरहेको हुन्छ, रोगको लक्षणहरू देखेको हुँदैन। तर पछि समय बित्दै जाँदाखेरि अर्थात् बुढेसकाल लाग्दा, अर्थात् उसलाई डायबिटिस लाग्यो, अर्थात् कुनै क्यान्सर लाग्यो, अर्थात् किडनी डिजिज भयो, केही क्रोनिक डिजिज भयो भने त्यति बेला जब इम्युनिटी पावर कम हुन्छ त्यति बेला त्यो गुण बनाएर बसेको, लुकेर बसेको कीटाणुहरू फेरि तिनीहरू प्रस्फुटित हुन्छन्। प्रस्फुटित भएर अनि रोगको लक्षणहरू देखा पर्छन्। कहिलेकाहीँ त कस्तो हुन्छ भने मैले त्यस्तो बिरामी पनि देखेको छु जसलाई चाहिँ नि दुब्लाउँदै गयो, न खोकी छ, न ज्वरो छ, केही छैन, त्यही पनि पेट दुख्यो भनेर आएको थियो। पेट दुख्यो भनेर आएको थियो एकजना बुढा मान्छे, अनि उनलाई पेट सम्बन्धी जाँच्यो, जाँदाखेरि पेट सम्बन्धी जाँच्ने भए, तर रोग के पनि नदेखिने। अनि पछि फेरि यसो सोचेर एकचोटि होल बडी चेकअप गऱ्यौँ त यो बिरामीको भनेर छातीको एक्सरे गर्दा छातीको एक्सरेमा टिबी देखियो। भनेपछि कहिलेकाहीँ के हुन्छ, लक्षण आउनुभन्दा अगाडि पनि, जस्तै लक्षणहरू भन्दाखेरि हामीले भन्छौँ नि 2 हप्ता वा सोभन्दा बढीको खोकी टिबी पो हो कि भन्नुपर्छ होइन। 2 हप्ताभन्दा बढी खोकी लाग्यो भने टिबी हो कि भनेर खोज्नै पर्छ। खकार जाँच्नु पऱ्यो, एक्सरे गर्नु पऱ्यो। तर कहिलेकाहीँ के भइदिन्छ भने त्यो लक्षणहरू आउनुभन्दा अगाडि नै एक्सरेमा फोक्सोमा खराबी आइसकेको हुन्छ। एक्सरे गर्ने हो भने त्यो देखिन सक्छ। त्यस कारणले अब थाहा नहुन सक्छ, तर भित्र रोग लागिसकेको हुनसक्छ होइन। अब हामीले चाहिँ त्यो शरीर सजिलैसँग चाहिँ नि हावाबाट सर्ने रोग भएको हुनाले यसलाई निर्मूल गर्न गाह्रो भएको। अनि जहाँ चाहिँ मतलब अब भयङ्कर अब भनौँ न मतलब जनघनत्व बढी छ, जस्तै काठमाडौँमै हेरौँ, काठमाडौँमा अहिले लाखौँ मान्छे छन् होइन, तराईतिर मधेसतिर जनकपुरतिर लाखौँ मान्छे छन् भनेदेखि त्यहाँ ठाउँमा अब एउटा बसमा कति मान्छे जान्छन्, कोचाकोच गरेर हुन्छन् होइन। एउटा चाहिँ जेलमा मान्छे, हाम्रो जेल कस्तो छ त्यहाँ मान्छेहरू 100 मान्छेहरू राखेको हुन्छ, हजारौँ मान्छेकै ठाउँ राखेको हुन्छ कोचेर। अनि त्यहाँ कसैले खोकी लाग्यो भनेदेखि अब कुरा गर्दाखेरि, हाँस्दाखेरि, अब गीत गाउँदा पनि त्यो हावामा गइरहेको हुन्छ। झन् हाँस्दाखेरि र त्यो हाच्छिउँ गर्दाखेरि त झन् हजारौँ कीटाणुहरू बाहिर गएको हुन्छ। अनि त्यो अर्को सँगै बस्ने साथीले त्यो हावा लिइरहेको हुन्छ, अनि उसले सङ्क्रमित भइहाल्छ। त्यस कारण नेपालमा के भनिन्छ भने हामी प्रायः अलमोस्ट सबैजना सङ्क्रमित नै छौँ। अब रोग नहुन सक्छ, तर कति बेला त्यो रोग लाग्ने हो थाहा छैन। त्यो रोग चाहिँ लाग्न सक्छ। भनिन्छ कि जिन्दगीमा हरेक मान्छेलाई
वर्ष मतलब जिन्दगीभरमा 10% रोग लाग्ने चान्स हुन्छ। हजुर। अनि जसलाई चाहिँ नि जो अब कमजोरी हुन्छ नि, जस्तै डायबिटिस मैले अघि भने जस्तै क्यान्सर चाहिँ अब मुटुको मृगौलाको क्रोनिक डिजिजहरू उनीहरूलाई अझ बढी चान्स हुने सम्भावना हुन्छ। त्यसमा पनि एचआइभीहरूको इम्युनिटी पावर एकदमै कम हुन्छ। एचआइभी रोग पीडितहरूलाई उनीहरूलाई त जिन्दगीमा 10% होइन कि वर्षपछि 10% लाग्ने चान्स हुन्छ। उनीहरू झन् एकदमै उनीहरूको चान्स बढी हुन्छ। एचआइभी रोगीहरूलाई त झन् हामीले हरेक पटक हरेक वर्ष जस्तो क्षयरोग लागेको छ कि छैन भनेर उनीहरूलाई हेर्नैपर्छ, स्क्रिनिङ गर्नैपर्छ। अनि डाक्टर साहब यो छ नि क्षयरोगलाई चाहिँ क्षयरोग विशेष चाहिँ छातीको मात्र अथवा फोक्सोमा मात्र लाग्छ भन्ने कतिलाई बुझाइ छ कि डाक्टर साहब यो चाहिँ के क्षयरोग टिबी चाहिँ छातीमा मात्र देखिन्छ फोक्सोमा? धन्यवाद, राम्रो क्वेसन गर्नुभयो। अब क्षयरोग चाहिँ दुई प्रकारको हुन्छ। मुख्यत अब श्वास प्रश्वासबाट सर्ने हुनाले त्यो किटाणु चाहिँ फोक्सोमा जाने भएपछि फोक्सोमै रोग बनाउने भयो, त्यसले फोक्सोमै चाहिँ डिजिज इन्फेक्सन गर्ने भयो। तर अब त्यो फोक्सोमा भनौँ न 100%मा त 75% चाहिँ नि फोक्सोमै हुन्छ त्यो रोग। अनि त्यो फोक्सोबाट रगतको माध्यमबाट अन्त पनि फैलिन सक्छ। शरीरको कुनै भागमा पनि टिबी लाग्न सक्छ। खालि नलाग्ने अहिलेसम्म नदेखिएको भनेको जहाँ चाहिँ रक्त सञ्चार हुँदैन, जस्तै कपालमा, नङमा, दाँतमा, यी तिनवटामा चाहिँ क्षयरोग लाग्यो देखिएको छैन, तिनीहरूमा लाग्दैन। नत्र भए हाम्रो मस्तिष्कमा, आँखामा, नाक कान गाँठीमा, श्वासनलीमा, फोक्सोमा भयो, मुटुमा भयो, अनि पेटमा भयो, आन्द्रामा भयो, जनेन्द्रियहरूमा भयो होइन। अब गाइनेकोलोजीको प्रब्लमहरू हुनसक्छ, छालामा भयो, जेमा पनि क्षयरोग लाग्न सक्छ। तर हामीले मेन सरकारको चाहिँ हाम्रो नेपाल सरकारको चाहिँ मेन फोकस चाहिँ केमा छ भने फोक्सोको क्षयरोगलाई नियन्त्रण गर्न सकियो भने अरू पनि क्षयरोग नियन्त्रण हुनसक्छ भन्ने कुरा हो। जस्तै डाक्टर साहब अहिले पछिल्लो समयमै क्षयरोगलाई पहिचान गरी यदि उपचार गरियो भने र डाक्टरसँग सल्लाह गरेर परामर्श गरेर सबैबाट नै एउटा प्रोपर तरिकाले मेडिसिन युज गर्यो भने चाहिँ क्षयरोगबाट मुक्त हुन सकिन्छ भन्ने छ डाक्टर साहब। हो। यदि अहिले हजुरले भनिसक्नुभयो कि क्षयरोग चाहिँ शरीरका विभिन्न अङ्गहरूमा फोक्सोमा मात्र होइन कि विभिन्न अङ्गहरूमा पनि क्षयरोग लाग्छ। शरीरको कुनै त्यस्तो अङ्ग छ जसमा चाहिँ क्षयरोग लाग्यो भने यसलाई चाहिँ निर्मूलन पार्नै सकिँदैन भन्ने कुनै हुन्छ अथवा होइन? क्षयरोग चाहिँ नि निको हुने रोग हो। हजुर। राम्रो उपचार दिनु पर्यो। राम्रो उपचार दिनको लागि सबभन्दा पहिला त बिरामी आफू सचेत हुनु पर्यो। हजुर। ताकि मलाई खोकी लागिरहेछ भने फोक्सोको टिबी हुनसक्छ, म दुब्लाउँदै गएँ, मलाई ज्वरो बेलुका बेलुका आयो, खान मन भएन, छाती दुख्यो भनेदेखि त्यो चाहिँ फोक्सोको रोग, फोक्सोको क्षयरोग हो कि भनेर हामीले सोच्नु पर्यो होइन। अब त्यसपछि अरू अप्ठ्यारो त्यसपछि के गर्नु पर्यो? खकार परीक्षण गर्नु पर्यो। खकार र मतलब छातीको एक्सरे, त्यो त सजिलो छ। नेपाल सरकारले त्यो निःशुल्क परीक्षण गरिदिन्छ सरकारी अस्पतालमा, हेल्थ पोस्टमा, हेल्थ सेन्टरमा, जताततै गए पनि, गाउँमा जताततै सहरमा जहाँ पनि खकार परीक्षण टिबीको र एक्सरे चाहिँ निःशुल्क हुन्छ। त्यसपछि औषधि पनि नेपाल सरकारले निःशुल्क रूपमा दिइरहेछ। तर औषधि चाहिँ के हो भनेदेखि त्यो क्षयरोग किटाणुहरू मार्नलाई अलिक टाइम लाग्छ। भनेपछि 6 महिनासम्म खानुपर्छ निरन्तर रूपमा। अब बिरामीले निरन्तर रूपमा हरेक दिन खाइदिएन भने त्यो किटाणु झन् बलियो हुनसक्छ, त्यसले आफ्नो स्वरूप परिवर्तन गर्छ, किटाणु बलियो भइदिन्छ। अनि त्यो त्यही औषधिले नछुन सक्छ। अब कोही बिरामीहरू के गर्छ भने पहिला अब औषधि दियो, 1 महिना खायो, निको भयो, मान्छे मोटाएर आयो, खोकी पनि हरायो, ज्वरो पनि हरायो, ल अब म निको भयो खान्न भएर छोडिदियो। त्यसले गर्दा के भयो भने त्यो पछि त्यो कडा खालको क्षयरोगमा परिणत भयो अनि निको भएन, झन् बिरामी झन् खराब भयो र उसको अवस्था बिग्रिँदै गएर ऊ मर्यो भने त्यसलाई चाहिँ नि एकदम कडा खालको रोग अथवा एमडिआर टिबी भन्छ त्यसलाई हो। अब त्यो चाहिँ नि अब पहिला थाहा थिएन, अहिले यो नेपालमा एमडिआर टिबी पनि देखिएको छ। त्यसमा गल्ती चाहिँ नि अब बिरामीहरूकै गल्ती बढी। विशेष कस्तो खालको टिबी हो डाक्टर साहब एमडिआर टिबी भन्ने चाहिँ? त्यही हो, मतलब प्रायः जसो जुन औषधिहरू हामी दिन्छौँ प्रायः 4 प्रकारको औषधिले सुरु गरिन्छ, 2 महिना जति खानुपर्छ। त्यसपछि 2 प्रकारको औषधि चाहिँ नि अर्को 4 महिना खानुपर्छ नछुटाइकन। अब त्यही औषधिहरूले 100मा तपाईँको 90% बढीलाई त्यसले निको गरेर हुन्छ। कसैलाई फेल पनि खान सक्छ केही पर्सेन्ट। अब त्यो फेल भयो भने अथवा निको भएन भने
सिम्टमहरू रहिरह्यो भने कहीँ कडा खालको क्षयरोग हो कि भनेर सोच्नु पर्यो। सोचेपछि त्यसलाई जाँच्ने विशेष खालको जिन एक्सपर्ट भन्छ, कल्चर भन्छ, खगारको कल्चर गर्ने भन्छ, त्यसबाट त्यो कडा खालको क्षयरोग हो कि भनेर पत्ता लगाउन सकिन्छ। त्यो पत्ता लगाइसकेपछि त्यसको नै उपचार हुन्छ। तर त्यसको उपचारमा चाहिँ अलिकति के गाह्रो छ भनेदेखि त्यसमा अलि औषधिहरू महँगा छन्, तैपनि नेपाल सरकारले त्यसलाई निःशुल्क वितरण गरिरहेछ। त्यो औषधिहरू अलि धेरै थरीका हुन्छन्, खान अलि अप्ठ्यारो छ, तैपनि खानु पर्यो। अनि त्यो औषधिहरूको साइड इफेक्ट अलिक बढी हुन्छ अरू औषधिहरूभन्दा, त्यसले सेकेन्ड लाइन ड्रग्स भन्छ। तर अब गाह्रो भए पनि खानै पर्छ। त्यसमा चाहिँ अलिकति गाह्रो के छ भने एमडिआर टिबी भएपछि अलिकति निको हुने सम्भावना अलिक कम हुन्छ। जस्तै अब हामीले साधारणतया जुन नर्मल फर्स्ट लाइन ड्रगले उपचार गर्दाखेरि 100मा 90% सजिलो चाहिँ निको हुन्छ भने यसमा चाहिँ 80% मात्र हुन्छ। अझ पहिला पहिला मैले क्षयरोगमा काम गर्दाखेरि त अझ 50% मात्र मान्छे बाँच्थे, 50% मर्थे है। एकदम गाह्रो थियो। मान्छेहरू अब हस्पिटलमै आएर सुई लाउनु पर्थ्यो। अब हस्पिटलमा आउनै नसक्ने, बाटोमा रुँदै दुख्दै, खुट्टाहरू दुख्दै रुँदै सरी बामे सरी पनि आउँथे। अब त्यो चाहिँ नि त्यो यिनीहरूको अवस्था हेर्दाखेरि दयनीय लाग्थ्यो। तैपनि उनीहरू निको भए। औषधि पुरा पाएपछि मेन कुरा यसमा के हुन्छ भने बिरामीले औषधि नियमित रूपले खानुपर्छ, निरन्तर रूपमा खानुपर्छ, छोड्नु हुँदैन। अब यो कुरा पछि महसुस भयो 2050-51 सालतिर नेपालमा पनि यो डट्स प्रविधि मतलब प्रत्यक्ष निगरानीमा औषधि खुवाउने प्रविधि के बिरामीहरूले हेलचक्रा गर्न थाले, छोड्न थाले हैन। त्यो भएन। अब त बिरामीलाई चाहिँ नि प्रत्यक्ष निगरानीमा खुवाउनु पऱ्यो भने चाहिँ हस्पिटलमै आएर हेल्थ पोस्टमै आएर खुवाउनु पऱ्यो भन्ने चलन आयो। त्यो चलन भएपछि त्यो WHO ले त्यो चलन लागू गरेपछि नेपालले पनि भक्तपुरतिर यो सुरु गर्यो। सुरु गरेपछि यसको रिजल्ट चाहिँ एकदमै राम्रो आयो। भनेपछि ओहो यो डट्स चाहिँ एकदमै चाहिँ काम लाग्ने रहेछ, यसको चाहिँ मतलब सफलता त एकदमै राम्रो भयो। कहाँ 80% निको होइन, एकैचोटि 90%, 92%, 93% निको हुन थाले बिरामीहरू। अनि त्यो अहिले डट्स प्रविधि अहिले पनि त्यही भएर त्यो डट्स प्रविधि कायमै छ। अब यसमा चाहिँ नि अहिले अब सरकारले सबैलाई हेल्थ पोस्ट डाकेर अथवा हस्पिटल डाकेर खुवाउन पनि सकेन, फेरि गाह्रो भयो त्यहाँ पनि। त्यसै भएर अहिले कम्युनिटी बेस्ड ट्रिटमेन्ट पनि छ। भनेपछि कम्युनिटीमै यो चाहिँ नि भोलिन्टियरहरू छन् नि त, अब कोही आमा समूह छ, कोही चाहिँ नि अब यो चाहिँ भोलिन्टियरहरू लेडिजहरू छन् नि त, उनीहरूको निगरानीमा औषधि खुवाउने चलन पनि छ। अब परिवारको मान्छेले, परिवारको एकजनाले दुईजनाले चाहिँ नि ल म चाहिँ नि खुवाउँछु दिनदिनै, यसमा छुट्दैन भनेर कमिटमेन्ट गऱ्यो भने उनीहरूले पनि 1 हप्ताको औषधि दिने, फेरि आउने, त्यो पनि गरिरहेछ। तर यी सबै सफलतापूर्वक नै भइरहेछ। अहिले चाहिँ नि मतलब एकदम राम्रो भइरहेछ वास्तवमा। हजुर डाक्टर साहब, हजुरले अब पहिला क्षयरोग रोकथामकोमा पनि काम गर्नुभयो पोखराकोमा होइन डाक्टर साहब? त्यहाँ चाहिँ त्यही हजुरले काम गर्दाखेरि के बिरामीहरूलाई नेपाल सरकारले निःशुल्क रूपमा चाहिँ औषधि दिने के त्यो पर्याप्त मात्रामा थियो, हुन्थ्यो त्यतिखेर डाक्टर साहब? हुन्थ्यो हजुर हुन्थ्यो। अलिकति मैले विचार गर्दाखेरि त्यति बेला स्टोरेज अलि राम्रो थिएन। अब अहिले चाहिँ नि स्टोरेज राम्रो छ, अहिले औषधिको क्वालिटीहरू पनि एकदमै राम्रो छ। त्यसैले हामीले पहिला प्राइभेटमा पनि औषधि पाउँथ्यो, प्राइभेटमा पनि औषधि गर्थे, प्राइभेट डक्टरहरूले प्राइभेटबाट औषधि गर्थे। तर वास्तवमा अहिले चाहिँ सरकारले के गरेको छ भने त्यो गभर्मेन्टको चाहिँ उसमा स्ट्याटिस्टिक्समा इन्ट्री हुनैपर्छ भन्ने भएको छ। त्यसैले हरेक हस्पिटलले, प्राइभेट हस्पिटलले पनि उनीहरूले चाहिँ त्यो रिपोर्टिङ चाहिँ गर्नैपर्छ, रिपोर्टिङ गर्नुपर्छ। औषधि चाहिँ नि सरकारीबाटै खाएको राम्रो। हजुर डाक्टर साहब, यो क्षयरोग लागेको बिरामीले मेडिसिन औषधि खाँदै गर्दाखेरि केही कारणले अथवा चाहिँ उसलाई खान मन नलागेर अथवा उसले विभिन्न कारणले उसले बिचमै औषधि खान छोडिदियो भने, रोक्यो भने उसलाई चाहिँ कस्तो खालको समस्या दिन सक्छ डाक्टर साहब? हो, त्यो एकदमै महत्त्वपूर्ण कुरा हो। यसमा चाहिँ नि बिरामीहरूले औषधि छोड्नु हुँदैन, तर अब भनौँ साइड इफेक्ट देखियो भने उसले छोड्न सक्छ। एउटा कुरा साइड इफेक्ट भने त अब क्षयरोगको औषधि खाँदाखेरि कसैलाई जन्डिस हुन्छ, कसैलाई खान मन हुँदैन, कसैलाई छालामा चिलाउने रोग आउन सक्छ। अथवा यस्तो साइड इफेक्ट आयो भने आफ्नो औषधि गर्ने डाक्टर साहबसित भेट्नु पऱ्यो। त्यसबाहेक आफूले औषधि खाइरहेको चाहिँ हस्पिटलमा डट सेन्टरमा गएर भन्नु पऱ्यो। त्यसपछि अब त्यो डाक्टर साहबहरूले 2-4 दिन रोक्न सक्छन्, अथवा जन्डिस नघटेसम्म रोक्न सक्छन्। त्यसपछि फेरि सुरु गर्न सक्छन् बिस्तारै, त्यसको एउटा नियम छ। तर अब महिना 9 दिनसम्म खाइदिएन भने त त्यो चाहिँ नि एमडिआर टिबीमा जाने सम्भावना धेरै नै हुन्छ।
अब एमडिआर टिबी भन्दाखेरि अघि कुरा भयो त्यसमा दुईवटा औषधिले छुँदैन रिफाम्पिसिन र आइसोनियाजिन भन्ने औषधिले छुँदैन भने त्यसले एमडिआर टिबी भन्न सक्छ तर अब यस्तो अवस्था पनि आउन सक्छ कि सेकेन्ड लाइन ड्रगले पनि नछुने अवस्था हुनसक्छ त्यस्तो भयो भने फेरि एक्सडिआर भन्छ एक्सटेन्सिभली ड्रग रेजिस्टेन्ट हुन्छ त्यस्तो भयो भने बिरामी मर्ने सम्भावना झन् बढी हुन्छ अब झन् 60% बिरामी मर्न सक्छ अब अहिले त यस्तो पनि भइसक्यो कि टोटल ड्रग रेजिस्टेन्ट पनि आइसकेको छ कुनै पनि औषधि नसुने हो कि भन्ने सम्भावना पनि हुन्छ त्यसै भएर एकदमै सरकारले अहिले संसारभरि नै गभर्मेन्टहरूले के गरेछ बिरामीले औषधि नियमित रूपमा सेवन गर्नै पर्छ त्यसकै लागि पहल गरे हो कम्युनिटी बेस्ड थेरापी अनि बिरामीको ट्र्याकिङ पनि गरिरहेछन् अहिले हरेक बिरामीको चाहिँ डाटा हुन्छ रजिस्टर हुन्छ फोन नम्बर हुन्छ उनीहरूले हरेकले सोधिरहेको हुन्छ किन आएन एक दिन ढिला गऱ्यो भने किन आएन तपाईँ आउनु पर्दैन भनेर उनीहरूले फलो गरिरहेको हुन्छन् त्यसबाहेक एकदम राम्रो काम अहिले के गरिरहेछ भनेदेखि त्यो बिरामीसँग सँगै बस्ने परिवारको सदस्यहरूलाई पनि ट्रेसिङ गरिरहेको छ उनीहरूलाई नै केही समस्या भयो कि भएन सोध्ने अनि उनीहरूको समस्या केही भयो भने उनीहरू पनि एक्सरे गर्ने खगार जाँच्ने त्यसरी रोगलाई चाहिँ कताबाट हुन्छ त्यसलाई हामीले अब यसलाई के भन्छ एक्टिभ केस फाइन्डिङ भन्छ त्यो एक्टिभ केस फाइन्डिङ मतलब अब घर घरमा गाउँ गाउँमा छरछिमेकमा रोग लागेको बिरामीहरूलाई खोज्ने त्यसलाई एक्टिभ केस फाइन्डिङ भन्छ कहिले प्यासिभ पनि केस फाइन्डिङ हुन्छ त्यसमा चाहिँ अब त्यो उनीहरूको सँगै बस्ने खाने मान्छेहरूलाई पनि केही छ कि भनेर उनीहरू आफै आउन पनि सक्छन् हजुर डाक्टर साहब यो ट्युबरक्लोसिस चाहिँ होइन विशेष गरी माइक्रोबिक्टम ट्युबरक्लोसिसले चाहिँ किटाणुले लाग्छ डाक्टर साहब यो चाहिँ यो नारो के अरू किटाणु पनि छन् डाक्टर साहब अब यसमा अब क्षयरोगको किटाणुको नाम त धेरै छन् तर अब पहिला चाहिँ नि माइक्रोब्याक्टेरियम बोभिस भन्ने पनि थियो त्यो भने मतलब चाहिँ यदि कसैले गाईबाट सर्ने रोग गाई भैँसीबाट त्यो दुध खाँदाखेरि काँचो दुध खाने चलन थियो नि त पहिला काँचो दुध खाँदाखेरि गाई भैँसीले पनि टिबी लागेको छ भने त्यो काँचो दुधबाट सर्थ्यो त्यो चाहिँ बोभाइन टिबी भन्थे गाई भैँसीबाट पनि मान्छेमा नि सर्न सक्छ त्यो पहिला काँचो दुध खायो भने तर अहिले काँचो दुध खाने चलन भइसक्यो सबैले उमालेर खान्छन् होइन त्यसमा उमालेर खाँदाखेरि अहिले बोभाइन टिबी त्यति देखेको छैन अहिले यो ह्युम्यान टिबी नै बढी देखेको छ अहिले हजुर थ्याङ्क यू डाक्टर साहब नेपालमा गरिबी र कुपोषणसँगै सम्बन्धित चाहिँ यो टिबी पनि छ डाक्टर साहब होइन यो गरिब र कुपोषणले चाहिँ यो ट्युबरक्लोसिस यो क्षयरोगमा चाहिँ कतिको प्रभाव छ डाक्टर साहब यो चाहिँ एकदम राम्रो प्रश्न गर्नु भने अब यो गरिबी जहाँ चाहिँ नि गरिबी छ पोभर्टी छ अनि जहाँ चाहिँ स्लम एरिया छ होइन मतलब अब हाम्रो यहाँ सुकुम्बासी एरियाहरू छन् त्यहाँ मान्छेहरू कस्तो बस्छन् भने अब सानो घर झ्यालढोका पनि सानो हुन्छ एकै ठाउँमा 10-15 जना बस्छन् अनि कसैलाई क्षयरोग लागेको छ भने त उसले त सबैलाई सार्ने भयो अब के भनिन्छ भने यदि 8 घण्टासँगै बसिया छ भने 8 घण्टासँगै सास फेर्दाखेरि उसले किटाणुभित्र पाइसकेका हुन्छ माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस किटाणु पाइसकेका हुन्छ भने उसलाई त रोग लाग्ने सम्भावना बढी भयो त्यसैले अब गरिबी भन्दाखेरि अब गरिबीमा के हुन्छ भने मान्छेको खानेकुराहरू राम्रो हुँदैन प्रोटिन पुगेको हुँदैन अब त्यसले गर्दाखेरि कुपोषणले गर्दाखेरि मान्छेको इम्युनिटी पावर कम हुन्छ र अनि रक्सी खानेहरूमा पनि मतलब इम्युनिटी पावर कम हुन्छ चुरोट खानेहरू पनि त्यही हो भनेपछि अब जहाँ गरिबी छ स्लम एरिया छ जसलाई रोग लागेको छ दीर्घ रोगहरू लागेको छ तिनीहरूमा बढी देखिने स्वाभाविकै हो हजुर थ्याङ्क यू डाक्टर साहब केही वर्ष अगाडि 2019मा डाक्टर साहब एउटा चाहिँ एकदमै भाइरल जुन कोभिड-19 भनेर होइन डाक्टर साहब यो चाहिँ सङ्क्रमण आयो चाहिँ एउटा चाहिँ महामारी आयो यो पनि यसले पनि डाइरेक्ट फोक्सोमै आक्रमण गर्थ्यो मानिसको होइन यो र क्षयरोग छ जुन कोभिड-19ले गर्दाखेरि क्षयरोग कार्यक्रममा जुन कि अब नेपाल सरकारले पनि 2030सम्म यसलाई चाहिँ अब पूर्ण रूपमा चाहिँ त्यसलाई चाहिँ निवारण गर्ने भन्ने कुरा अब एउटा कार्यक्रम अभियान नै छ नेपाल सरकारको होइन यो कोभिड-19ले गर्दाखेरि क्षयरोग कार्यक्रमलाई कतिको प्रभावकारी पारेको छ डाक्टर? एकदमै प्रभाव पारेको थियो त्यति बेला कोभिड-19को बेलामा किनभने त्यति बेला बढी फोकस अब मान्छेहरूलाई अब त्यो कोभिड हो कि होइन पत्ता लगाउन पिसिआर गर्नु पऱ्यो नि त अब त्यो पिसिआर गर्न नै बढी चाहिँ ल्याबहरू त्यसैमा तल्लिनु भए अब मान्छेहरू अक्सिजन कता छ अक्सिजन दिनु पऱ्यो भनेर अक्सिजन खोज्नै व्यस्त भए अनि त्यसको गर्दाखेरि क्षयरोग लागेको मान्छे को नोटिफिकेसन अलिक कम भयो कि सरकारमा होइन नोटिफिकेसन अनि बिरामीहरू त्यति बेला कोभिड आउँदाखेरि के भने घरबाट बाहिर निस्किनै दिएको थिएन नि त घरबाट सबैजना घरभित्रै बसे त्यसले गर्दाखेरि अब बिरामी अलिअलि खोकी लाग्यो बिरामी पनि जचाउनु गएन होला होइन त्यसले गर्दाखेरि असर त धेरै नै पर्यो होला पर्यो जस्तो देखिन्छ तर त्यसपछि अहिले कोभिडको चाहिँ महामारी सिद्धिएपछि अहिले त नोटिफिकेसन राम्रो भएको छ जस्तै अब लुम्बिनी प्रदेशबाट नोटिफिकेसन एकदम राम्रो छ तर अब सरकारले अलिक गाह्रो पनि काठमाडौँमा चाहिँ जनघनत्व एकदम बढी छ नि त्यहाँ हरेक बिरामीलाई हेर्ने
उनीहरूको ट्रेसिङ गर्ने त्यहाँ पनि च्यालेन्जिङ छ सरकारलाई अब तर गरिरहेछ। र अहिले नेपालले जुन जति चाहिँ क्षयरोग चाहिँ नि निवारण कार्यक्रम नेपालको चाहिँ त्यो 1 नम्बरमै पर्छ। अहिले WHO ले पनि धेरै नै यसलाई चाहिँ नि हेरिरहेछ र नेपालको कार्यक्रम उत्कृष्ट नै मानिन्छ विश्वमा उत्कृष्ट नै मानिन्छ। नेपाल निवारण कार्यक्रम गरेको कार्यक्रम उत्कृष्ट नै मानिन्छ। डाक्टर साहबको सुझावमा चाहिँ विशेष गरी अब डाक्टर साहबको आफ्नै लामो एक्सपिरियन्स छ होइन, डाक्टर साहब कार्य अनुभव छ, हजुरको कार्य अनुभवले गर्दाखेरि नै यो क्षयरोग निवारणमा चाहिँ के हामीले कार्यक्रममा अगाडि सार्यो भने अझै तीव्र रूपमा चाहिँ यसलाई चाहिँ निवारण गर्न ठुलो मद्दत पुग्न सक्छ डाक्टर साहब? एकदम राम्रो प्रश्न गर्यो, यो पब्लिकको लागि एकदमै राम्रो प्रश्न हो। अब म अहिले यहाँ एउटा क्षयरोग निवारण संस्था भन्ने पनि छ, त्यसमा पनि म आबद्ध छु यो कास्की जिल्लाकोमा होइन। त्यहाँ पनि मतलब एउटा फोकल पर्सनको रूपमा एउटा सल्लाहकारको रूपमा डाक्टरको रूपमा मैले काम गर्छु। अनि हामी त्यहाँबाट कहिले जेलमा जान्छौँ, त्यहाँ जेलका मान्छेहरूलाई क्षयरोग के हो, त्यसबाट कसरी बच्न सकिन्छ, कसरी समयमा उपचार पाउने, उपचार चाहिँ निःशुल्क छ होइन, लजाएर बस्नु हुँदैन गाउँघरमा। अब यहाँ समस्या के हुँदो रहेछ भने मलाई क्षयरोग लाग्यो भने गाउँमा चाहिँ कलङ्कित होइन्छन् कि कसैले चाहिँ मतलब छुवाछुतमा होइन मतलब अब हेला गर्छ कि अवहेलना गर्छ कि भन्ने छ नि त होइन। अब तपाईँलाई एक्जाम्पलै भन्नु, मैले नै पढ्दाखेरि मैले +2 पढ्दाखेरि मेरो बुवालाई खोकी लागिरहन्थ्यो। मेरो बुवाले चाहिँ नि अब चुरोट खाने, त्यति बेला चुरोट चाहिँ नि खानेकुरा त ठुलो मानिन्थ्यो, ठुलो बडाहरूले चुरोट सल्काएर हिँड्न अरे। अब मैले चुरोट ल्याएर बुवाले ल खानुहोस् भने दिन्थेँ त्यति बेला होइन। त्यति बेला मलाई पनि त्यति थाहा थिएन नि त। अनि अब चुरोट खाँदा खोकिरहनु हुन्थ्यो, ल खोकी लागिरहेछ भनेर त्यति सिरियस लिएन। तर पछि जब उहाँ दुब्लाउनु भयो नि, अनि मैले क्षयरोग हो कि भनेर मैले आफैले विचार गरेँ कि क्षयरोग लाग्यो कि तपाईँले जानुपर्छ चचाउनलाई भनेर। त्यति बेला रत्न पार्क निर चाहिँ त्यहाँ एउटा क्लिनिक थियो। त्यति बेला क्षयरोग यो निवारण संस्था कालीमा गएर उहाँ काठमाडौँमा छ नि, ठिमीमा चाहिँ नेपाल क्षयरोग केन्द्र त्यो चाहिँ त्यो थिएन। त्यो त 2031 सालमा मात्र स्थापना भएको, 2031 सालदेखि अलिक सजग भएको हो। त्योभन्दा अगाडि त सानो क्लिनिक मात्र थिए। अनि चाहिँ नि त्यहाँ लगेर मैले चचाउँदाखेरि त खकार जाँदाखेरि देखियो। अनि बुवाले त्यति बेला त 18 महिना खानु पर्थ्यो औषधि, अहिले त कति सजिलो छ, 6 महिना खाए पुग्यो, एकदम राम्रो औषधि छ अहिले त होइन, एकदम प्रभावकारी औषधि छ। त्यति बेला त सुई लाउनु पर्थ्यो, इन्जेक्सन लाउनु पर्थ्यो, 2 महिनासम्म त इन्जेक्सन लाउनु धाउनु पर्थ्यो, धेरै गाह्रो थियो त्यति बेला। तर अब बुवाको रोग चाहिँ निको भयो भनेपछि अब यो चाहिँ जनमानसमा चाहिँ नि क्षयरोग लाग्यो भने डराउनु चाहिँ पर्दैन। त्यो राजालाई पनि लाग्छ, रानीलाई पनि लाग्छ, सबैले लाग्न सक्छ, कुनै ठुलो कुरा होइन। खालि हामीले आफूले सजग र सचेत भइयो भने अरूलाई फैलाउँदैनौँ नि त। हाम्रो समाज चाहिँ मतलब क्षयरोगबाट नियन्त्रित हुन्छ नि त होइन, क्षयरोग फ्री हुन्छ नि त। डाक्टर साहब विशेष गरी हामीलाई जति पनि हेर्ने आम दर्शकहरू हुनुहुन्छ होइन, उहाँहरूले सामान्यतः बुझाउँदाखेरि उहाँहरूलाई क्षयरोगका लक्षणहरू विशेष गरी के हुन सक्छन् सामान्यतः डाक्टर साहब? अब 2 हप्ता वा सोभन्दा बढी खोकी लाग्यो भने चाहिँ नि क्षयरोग हो कि सोच्नु पऱ्यो। नम्बर 1, कसैले राम्रोसँग खाना खाएन र चाहिँ नि खाना रुचि भएन र दुब्लाउँदै गयो भने सोच्नु पऱ्यो। अरू कुरा छाती दुखिरहेछ, बेलुका छाती दुख्छ भनेर पनि सोच्नु पऱ्यो। अनि त्यसपछि गएर अब थकान बढी भयो भने पनि सोच्नुपर्छ। मेन त यिनीहरू नै हुन् खोकी। अनि खोक्दा रगत आउने त झन् मान्छे त्रसित भइहाल्छ, झन् जानु पऱ्यो। त्यसमा पहिलो चाहिँ नि खकार जाँच, दोस्रो चाहिँ नि एक्सरे। अहिले एक्सरे पनि सजिलो छ। अहिले त तपाईँको नेपाल सरकारले 2022तिर त गाउँघरमा एउटा मोबाइल गाडी लगेर मोबाइल क्लिनिक लगेर खकार जाँच र चाहिँ नि एक्सरे पनि गर्यो। त्यो गर्दाखेरि चाहिँ झन्डै अब धेरै नै पत्ता लगायो, धेरै मान्छेले पत्ता लगायो। त्यसलाई भन्छ एक्टिभ स्क्रिनिङ भन्छ, केस फाइन्ड एक्टिभ स्क्रिनिङ भन्छ। त्यहाँ यस्तो लक्षणहरू भयो भने तपाईँहरूले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा गएर जचाउनु होला र औषधि रोग पत्ता लागेपछि औषधि नियमित रूपमा 6 महिना खायो भने त्यो रोग चाहिँ निको हुन्छ, पूर्ण रूपमा निको हुन्छ। अनि डाक्टर साहब यो छ नि क्षयरोग टिभी र एचआइभीको सम्बन्ध डाक्टर साहब होइन, यसलाई चाहिँ छोटकरीमा बुझाइदिनुहोस् न डाक्टर साहब। यो पनि एकदमै महत्त्वपूर्ण प्रश्न गर्नुभयो। जति बेला एचआइभीको एकदम महामारी थियो, जस्तै अब नेपालमा 2000 को चाहिँ आसपासमा एकदमै एचआइभी बढेर गयो। अहिले त एचआइभी धेरै कम छ। अहिले एचआइभी सङ्क्रमित अहिले धेरै कम छन्। पहिला अब 2-3 हजार हुन्थे वर्षको भने अहिले 200-400 मात्र छन्। अब त्यति बेला पनि क्षयरोग उनीहरूमा एकदम बढी देखिन्थ्यो।
अब यदि 100 जनाले एचआइभी लागेको छ भने तिनीहरूमा चाहिँ नि अब 20% मा क्षयरोग देखिन्छ। हजुर उनीहरूलाई क्षयरोग लाग्ने सम्भावना एकदम बढी हुन्छ किनभने इम्युनिटी पावर एकदम कम भयो भन्नाले एचआइभी लागेकोहरूमा व्यक्तिहरूमा क्षयरोग लाग्ने सम्भावना एकदम बढी हुन्छ। हजुर अब केही समस्या नभए पनि उनीहरूलाई अहिले के दिएको छ भने क्षयरोगको केही लक्षण नभए पनि त्यो ल्याटेन्ट टिबी भन्छ। ल्याटेन्ट टिबी मैले अघि भने नि गएर कीटाणु चाहिँ भित्र हुने तर लुकेर बस्ने तर चाहिँ मतलब लक्षणहरू नदेखिने एक्टिभ टिबी नभएको त्यस्तो लक्षणहरू भए पनि उनीहरूलाई प्रोफाइल्याक्टिक थेरापी दिइन्छ र पछि चाहिँ त्यो कीटाणु मार्ने र एक्टिभ टिबी नहोस् भनेर रोक्ने चाहिँ चलन यो अहिले आइसक्यो। त्यसरी चाहिँ नि एचआइभी र टिबीको एकदमै लक्षण चाहिँ नि दुईटामा चाहिँ एकदमै ऊ छ कि इन्टरेक्सन छ। अब यदि कसैलाई टिबी लागेको छ भने पनि एचआइभी छ कि छैन भनेर टेस्ट गर्नुपर्छ, टेस्ट गर्नै पर्छ। एचआइभी लागेकोहरूलाई टिबीको चाहिँ लक्षण छ कि छैन र टिबीको जाँच गर्नै पर्छ। टिबी लागेकाहरूलाई पनि एचआइभी टेस्ट गर्नै पर्छ। त्यो दोहोरो हो त्यो चाहिँ। हजुर हुन्छ डाक्टर साहब एउटा पुरानो मैले सुन्थेँ पुरानो मान्छेहरूबाट पनि होइन पहिला चाहिँ यदि कुनै पनि व्यक्तिलाई टिबी लाग्यो भने गाउँघरमा त अझ उसलाई टिबी लागेको मान्छेलाई पर कुनै बारीको छुट्टै ठाउँमा राख्ने अथवा चाहिँ गोठमा उसलाई छुट्टै राख्ने चलन थियो कि डाक्टर साहब होइन। र अहिले चाहिँ हामीले अब अहिले त त्यो त कम नै छ डाक्टर साहब होइन। टिबी लागेको यदि घरमा चाहिँ कसैलाई टिबी लागिसकेको छ भने अरू व्यक्तिहरूलाई पनि घर परिवारको मानिसहरूलाई पनि परिवारलाई पनि सर्ने जोखिम त उत्तिकै नै छ। हामीले त्यो अवस्थामा कस्तो टाइपको एउटा चाहिँ सचेत हुन सक्छौँ? एउटा सानो मतलब म हिस्ट्री भन्छु। हजुर सायद 200 वर्ष अगाडि होला। यो जर्मनीको एउटा चाहिँ बिरामी चाहिँ टिबी लागेको बिरामी चाहिँ नि नेपाल आइपुगेछ। नेपाल आइपुगेर नेपालमा चाहिँ हिमालयको आसपासमा बसेछ। अनि त्यहाँ 1-2 वर्ष बस्दाखेरि सफा हावा अनि मतलब माछा मासु खाने सन्तुलित भोजन गर्ने गर्दाखेरि निको भएर गएछ र उसले भनेछ ओहो नेपालमा चाहिँ नि यसरी चाहिँ म निको भएर आएँ भनेपछि स्विजरल्यान्डमा त्यो हावा फैलियो भने मतलब त्यो कुरा फैलियो। त्यो कुरा फैलियो तुरुन्तै स्विजरल्यान्डमा के सुरु भयो भने सेनेटोरियमहरू बन्न थाले। 100औं सेनेटोरियम बन्न थाले। त्यो भने मतलब कस्तो भने एउटा छुट्टै पहाडको ठाउँमा घर बनाउने अनि त्यहाँ चाहिँ क्षयरोग बिरामीहरू लगाएर राख्ने त्यो चलन आयो। अनि त्यहाँ चाहिँ सफा हावामा बस्ने सन्तुलित भोजन खाने त्यो गर्दाखेरि कति बिरामीहरू निको हुन्थे तर कतिजना बिचराहरू मर्थे पनि। नेपालमा पनि त्यो कुरा 1990 सन् विक्रमसम्म 1990 मा त्यति बेलासम्म नेपालमा पनि 1990 सम्म औषधि थिएन। औषधि मूल्य के पनि थिएन, थाहै थिएन मान्छेलाई। मान्छेहरू चाहिँ नि मर्थे तर दुब्लो पातलो भएर मर्थे। अरू चाहिँ नि हैजा लाएर मर्थे धेरै मान्छेहरू। तर टिबीको मान्छे दुब्लो पातलो भएर मर्थ्यो। त्यसले राजरोग भन्थे नेपालमा राजरोग भन्थे। युरोपतिर त फ्यान्सी रोग अर्थात् मतलब चाहिँ नि उनीहरूले त्यसलाई चाहिँ सेक्सी रोग पनि भन्थे किन मान्छे दुब्लो पातलो चिटिक्क परेको ओठ चाहिँ रातो रातो मान्छे गोरो भनेर त सेक्सी रोग पनि भन्थे त्यतिबेला है रोमान्टिक रोग भन्थे युरोपतिर। नेपालमा राजरोग भन्थे। अब त्यो कन्सेप्सन नेपालमा आएपछि टोखामा एउटा सेनेटोरियम बन्यो। भनेपछि त्यहाँ लगेर मान्छेहरू राख्न थाल्थे। अब म सानो म त काठमाडौँमा जन्मेको हुर्केको मान्छे अनि त्यहाँ हामी जहाँ बाटोमा हिँड्दाखेरि सहरतिर पशुपतितिर जाँदाखेरि चाहिँ नि त्यो टोखा त्यहाँ छेउरोगको बिरामीहरू राख्छन् भन्थे सुनाउँथे। अनि पछि बल्ल 2003 मा आएर भक्तपुरमा एउटा चाहिँ नि क्षयरोगको औषधि दिने केन्द्र खुल्यो बल्ल। त्यहाँबाट सुरु भएको नेपालमा क्षयरोगको चाहिँ उपचार 2003 बाट सुरु भएको। त्योभन्दा पहिला त सेनेटोरियम नै हुन्थ्यो। त्यहाँ अहिले पनि हामीले क्षयरोगको बिरामीहरूलाई एउटा छुट्टै राख्नु छुट्टै कोठामा राख्नु उपयुक्त हुन्छ किनभने सँगै बस्दाखेरि सर्ने सम्भावना हुन्छ। र औषधि सुरु भइसकेपछि करिब 2 हप्तापछि सर्ने चान्स चाहिँ अलिक कम हुन्छ। अनि हामीले फेरि 1 महिनामा 2 महिनामा खकार जाँच त फेरि गरिहाल्छौँ। अनि जब खकारमा देखिँदैन त्यसपछि सर्दैन, खकारमा नदेखिएपछि सर्दैन। एउटा परिवारमा एकजना लागेछ भने अन्य परिवारले पनि टिबीको लागि चाहिँ उपचार लाइक परीक्षण गर्नु चाहिँ एकदम आवश्यक छ। त्यो चाहिँ अब कन्ट्याक्ट ट्रेसिङ त्यो चाहिँ गर्नु एकदम आवश्यक छ। डाक्टर साहब विशेष गरी क्षयरोग टिबीले चाहिँ कुन उमेर समूहको मान्छेलाई बढी आक्रमण गर्छ अथवा चाहिँ लाग्छ अथवा कस्तो खालको एकदम मानिसहरूलाई चाहिँ यसले चाहिँ असर पुर्याउँछ? एकदमै महत्त्वपूर्ण प्रश्न हो। त्यही भएर यो राज्य लागि परेको कारण किन भन्दाखेरि यो बढी मात्रामा चाहिँ नि एकदमै
15 देखि 35-40 वर्षको बिरामीहरूले बढी लागेको छ कि हजुर किन त्यसमा पनि पुरुषहरूलाई पुरुषहरू भने त घरको कमाउने मान्छे काम गर्ने मान्छे उनीहरू नै बढी एक्सपोजर हुने भए नि त अब बाहिर हिँड्ने उनीहरू नै भए कल कारखानामा काम गर्ने उनीहरू भए समाजमा बढी हिँड्ने उनीहरू भए भने उनीहरूलाई नै बढी इन्फेक्सन हुने चान्स भयो त्यसै भएर यो चाहिँ नि एकदमै महत्त्वपूर्ण उमेरमा भएका देशलाई काम लाग्ने चाहिँ वयस्कहरूमा यो रोग बढी देखिने भएको हुनाले पनि राज्य चाहिँ नै यसको उन्मूलनतिर लागिपरेको हो। हजुर डाक्टर साहब यो अहिले क्षयरोगको निवारणको लागि क्षयरोगलाई नियन्त्रण गर्न अथवा यसको उपचार क्रममा चाहिँ जिन एक्सपर्ट भन्ने एउटा नयाँ टर्म छ नि डाक्टर साहब होइन विशेष गरी यो सानो छोटकरीमा डाक्टर साहब यो जिन एक्सपर्ट यो पनि एकदमै इम्पोर्टेन्ट कुरा हो किनभने पहिला खकारबाट माइक्रोस्कोपबाट जान्थे अनि धेरै कीटाणु छ भने मात्रै त्यो माइक्रोस्कोपमा देखिन्थ्यो थोरै 2-4वटा कीटाणु भयो त मिस हुन्थ्यो छुट्थ्यो अब अलि यो जिन एक्सपर्ट आएपछि के हुन्छ भने खकारलाई त्यो मेसिनभित्र हालिदिएपछि तपाईँको थोरै 2-4वटा मात्रै कीटाणु छ भने पनि त्यसले देखाइहाल्छ अनि चाहिँ रोग पत्ता लाग्यो नम्बर 1 नम्बर 2 त्यो जिन एक्सपर्टबाट के थाहा हुन्छ भनेदेखि यो रोग चाहिँ एमडिआर टिबी हो कि साधारण टिबी हो त्यो पनि छुट्याइदिन्छ त्यसले अनि एमडिआर टिबी चाहिँ सुरुमै थाहा हुने भयो जस्तै अब कसैलाई एमडिआर टिबी पत्ता लागेन र हामीले औषधि साधारण टिबीहरू औषधि गरिरहेछौँ तर निकै भएन 2-4 महिनासम्म निको भएन फेलर खायो भने त्यति बेलासम्म त उसले कतिले सारिसकेको हुन्छ भनिन्छ एउटा मान्छेले हरेक वर्ष 10 जनालाई सार्छ त्यो 10 जनाले फेरि अरू 10 जना सार्छ भने कति फैलिन्छ अब अहिले के भइरहेछ भनेदेखि तपाईँको 10,000-15,000 बिरामीहरू लुकेर बसेका छन् सरकारले पत्ता लगाउनै सकेको छैन तिनीहरूलाई मिसिङ टिबी भन्छ अब त्यो केसहरूले गर्दाखेरि हामीले उन्मूलन गर्न सकिरहेको छैनौँ त्यो मिसिङ टिबीहरूलाई फाइन्ड आउट गर्नु पर्यो त्यसमा यो जिन एक्सपर्टको रोल चाहिँ भयङ्करै छ मैले क्षयरोग केन्द्रमा काम गर्दाखेरि त्यहाँ जिन एक्सपर्ट बल्ल आएको थियो त्यहाँ त्यसले गर्दाखेरि हामीले पनि धेरै सजिलो भएको थियो एमडिआर टिबी पहिचान गर्नलाई डायग्नोसिस गर्नलाई सजिलो भएको थियो अहिले चाहिँ त्यसपछि मैले त्यति बेला 16 जिल्ला हेर्थेँ 16 जिल्लामा हामीले धेरै ठाउँमा बागलुङमा कुस्मामा धेरै ठाउँमा गएर जिन एक्सपर्टलाई राख्यौँ हामीले त्यहाँ चाहिँ सुरु गऱ्यौँ त्यसले त्यहाँ पनि सजिलो भएको छ अहिले त नेपाल सरकारले तपाईँको 300वटा ठाउँमा लगेर जिन एक्सपर्ट राखेको छ भने चाहिँ अझ त्यो सबै ठाउँ पुर्याउन सक्यो भने राम्रो हुन्छ तर 77 जिल्लामै चाहिँ यो सबै ठाउँमा चाहिँ कार्यक्रम राम्रो छ अहिले क्षयरोग केन्द्रको औषधि चाहिँ निःशुल्क वितरण भइरहेछ अनि त्यहाँबाट ल्याब पनि राम्रो छ त्यसैले खालि बिरामीहरूले जानु पर्यो घरमा चाहिँ मतलब मलाई क्षयरोग लागेको थाहा पायो भने के गर्ला नि के बनला भन्ने अल्छी गर्ने काम चाहिँ गर्नु हुँदैन त्यो उहाँलाई नै हानिकारक हुन्छ र अरू परिवारलाई पनि हानिकारक हुन्छ। डाक्टर यसैमा मैले एउटा कुरा के जोडेँ भने कम्पेरिटिभ रूपमा चाहिँ पुरुषलाई चाहिँ केही समस्या आयो भने त क्षयरोग लाग्यो भने एउटा डाटाले पनि देखाएको चाहिँ तुरुन्त उनीहरू चाहिँ डक्टरकोसँग परामर्श लिन गइहाल्छ र महिला दिदीबहिनीहरू चाहिँ अलिकति आफ्नो यो क्षयरोग लाग्यो भने पनि यदि उनीहरूलाई केही लक्षण देखेको छ भने पनि उहाँहरू चाहिँ अलिकति तत्काल चाहिँ उपचार नगर्ने लुकाउने चलन छ क्या डाक्टर साहब यसमा चाहिँ हजुरले के धारणा छ डाक्टर साहब? होइन अब त्यो भएन अब अहिले त महिलाहरू पनि स्कुल जान्छन् नि बच्चादेखि नै स्कुलमा जान्छन् अब हामी चाहिँ नि अस्ति क्षयरोग निवारण संस्थाबाट स्कुलमा पनि गयौँ विभिन्न स्कुलहरूमा गयौँ त्यहाँको 8-10 क्लासका बच्चाहरूलाई हामी त्यसको बारेमा चेतनामूलक कार्यक्रमहरू पेश गऱ्यौँ अब यसबारे चाहिँ जागृतिको लागि उनीहरूको नलेजको लागि होइन हामीले चाहिँ मतलब पढायौँ उनीहरूलाई बुझायौँ अब यो यस्तो कार्यक्रमले गर्दाखेरि अब अहिले किताबहरूमा पनि त्यो क्षयरोगको बारेमा जानकारी अब छ होला होइन हुन्छ नै अब त्यसले गर्दाखेरि पनि अब महिलाहरू पनि सचेत भइसक्यो धेरै नै अब अहिले त पढे लेखेकै हुन्छ नि त तर उनीहरूले अल्छी गर्नु भएन उनीहरूले पनि आफ्नो लक्षण केही भयो भने मतलब सिम्टमहरू देखियो भने अघि भनेकै जस्तो सिम्टमहरू देखियो भने जानु पऱ्यो तजाउन जानु पऱ्यो त्यो एउटा दायित्व हो नि त पारिवारिक दायित्व पनि हो आफ्नो लागि पनि दायित्व हो। हजुर डाक्टर साहब जस्तै कुनै एउटा परिवारमा अथवा एउटै पुस्ताको 3 सन्तानमा कन्टिन्युअस पनि क्षयरोग देख्न सक्छ डाक्टर साहब देखिएको पनि रहेछ होइन डाक्टर साहब? त्यस्तो मुख्य कारणहरू चाहिँ फैलिएर सरेको हो अथवा यो चाहिँ उहाँबाट सर्दै आएको त होइन नि डाक्टर साहब? होइन त्यो जिनबाट सर्ने होइन त्यो चाहिँ नि मतलब त्यो कन्ट्याक्टबाटै सरिएको हो त्यही चाहिँ अब श्वास प्रश्वास प्रक्रियाबाटै अब बाबुबाट छोराले सर्यो होला छोराबाट अब अर्कोलाई सर्यो होला अब कहिलेकाहीँ के हुन्छ भने मैले अघि भने जस्तै एक्स्ट्रा पल्मोनरी टिबी हुन्छ नि त टिबी 2 किसिमको हुन्छ पल्मोनरी र एक्स्ट्रा पल्मोनरी अर्थात् छाती सम्बन्धी र अरू 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 अङ्गमा हुने त्यसमा अब के हुन्छ भने छातीको जस्तै अब मेरै घरको इक्जाम्पल दिन्छु म
मेरो बुवाले छातीको रोग टिबी भयो, मैले अघि नै भने औषधि गर्ने वो निको भयो। त मेरो भाइको छोरी जब जन्मियो नि अब उसलाई टिबीको लक्षणहरू त्यस्तो खोकी लाग्ने ज्वरो आउने केही भएको थिएन, तर ऊ 8-9 वर्षको हुँदाखेरि उसको घाँटीमा चाहिँ ग्ल्यान्ड बढेको देखियो। त्यो चाहिँ उसको पछि परीक्षण गर्दाखेरि ग्ल्यान्ड टिबी देखियो, अनि त्यो उपचार गरेर निको भयो। उसलाई पक्कै पनि त्यो सरेको हुनसक्छ, तर फोक्सोबाट त्यहाँ ग्ल्यान्डमा गयो होइन, फोक्सोको टिबी चाहिँ देखिएन। तर ग्ल्यान्ड टिबी थिएन। अलिकति यो एक्स्ट्रा पल्मोनरी टिबी हुन त 100 जनामा 25 जनालाई ग्ल्यान्ड टिबी छ, एक्स्ट्रा पल्मोनरी टिबी छ, तिनीहरू पत्ता लगाउनु अझ गाह्रो छ कि। तिनीहरू सर्वरोग त होइन, तर तिनीहरूको पत्ता लगाउनु किन गाह्रो छ भने मान्छेले पेट दुखेर भने पखाला लाग्यो भने जाँदैनन् डक्टर कहाँ, अहिले साह्रै भएपछि जान्छन्। अब पखाला लाग्यो भने टिबीले हुनसक्छ भने थाहा हुँदैन। तर म त के भन्छु भने अहिले सबैजनालाई यो चाहिँ नि तपाईँको नवीन के जुन युट्युब हेरिरहनु भएको, टिभी हेरिरहनु भएको छ, सुन्नुभएको छ, उहाँहरू सबैले के भन्न चाहन्छ भने कुनै पनि रोग लागेर साधारण औषधि निको भएन भने क्षयरोग हो कि भने सोच्नु होला। जस्तै कसैले पखाला लागिरह्यो भने टिबीले हो कि, कसैको पेटमा पानी भरियो भने टिबीको हो कि, कसैले श्वास प्रश्वासमा गाह्रो भयो भने पेटमा छातीमा मुटुमा पानी भरेर क्षयरोग हो कि, कसैको छालाको रोग निको भएन भने छालाको क्षयरोग हो कि होइन, कसैको आँखा देख्नमा गाह्रो भयो भने क्षयरोग हो कि होइन, कसैको बच्चा भएन, पाठ्यक्रममा केही समस्या भयो, महिनावारी बढी हुन लाग्यो, बढी खुन जान लाग्यो भने त्यो क्षयरोगले हो कि होइन। त्यो त्यसरी हरेक कुरामा पिसाबमा चाहिँ पिसाब पोलिरह्यो, पिसाब खराब भइरह्यो भने क्षयरोग हो कि, जो कुनै पनि रोग आफूले लागेको छ र साधारणतया 5 दिन 7 दिनको औषधिले निको भएन भने, अर्थात् चाहिँ भनौँ 2 हप्ताकै औषधिले निको भएन भने क्षयरोग हो कि भने सोच्नै पर्छ र डक्टरमा जानै पर्छ। अनि त्यो अरू अङ्गमा लागेको क्षयरोगहरूमा जाँच बढी गर्नुपर्छ। जस्तै मासु निकाल्नु पऱ्यो, सुई लगाएर रगत जाँच्नु पऱ्यो, पानी जाँच्नु पऱ्यो, त्यसबाट मात्र पत्ता लगाउने हो। अब एउटा एक्जाम्पल दिन्छु मलाई थाहा छ 49 सालमा लेक साइडको एउटा बिरामी एकदम दुब्लो पातलो हतारेर मेरो क्लिनिकमा छिर्यो। अनि के भयो भन्दाखेरि मलाई पखाला लाग्यो, 2 महिना भइसक्यो, निकै भएन डाक्टर साहब, मैले धेरै औषधि खाइसकेँ, निको भएन, पखालाको औषधि खाँदै निको भएन भन्यो। त्यति बेला मैले यत्तिकै अन्दाजमा मतलब मेरो आफ्नो दिमागले ननरेर भेट्छ तपाईँलाई क्षयरोग हुनसक्छ किनभने यतिका समय भइसक्यो, निको भयो तब दुब्लाउँदै जानु भएको छ र ज्वरो पनि आउँछ भनेदेखि ल अब क्षयरोगको उपचार गरौँ। क्षयरोगको औषधि गरेँ, 2 हप्तामा राम्रो हुँदै गयो चाहिँ नि, र उसले 6 महिना खाएपछि ऊ पूर्ण रूपमा निको भयो। अब अहिले मलाई गर्व छ, उसलाई भेट्दाखेरि ऊ खुसी हुन्छ, धेरै मलाई देखेर खुसी हुन्छ। डाक्टर साहबलाई एउटा क्षयरोगकै रहस्यमय एक प्रश्न सोध्न चाहे डाक्टर साहब हजुरलाई। क्षयरोग लागेको कुनै व्यक्ति छ अथवा सामान्यतः उसलाई लक्षण देखिएको छ, कुनै एउटा व्यक्तिलाई सामान्य लक्षण देखिएको छ, उसले चाहिँ विभिन्न टेस्टहरू क्षयरोगको विभिन्न परीक्षण गर्छ, तर अन्तिममा आएर तपाईँको टेस्ट चाहिँ सामान्य नै देखिन्छ, नर्मलै देखिएको छ, र त्यही व्यक्तिलाई नै केही समयपछि फेरि के गर्न सक्छ, टिबी लागेको एउटा चाहिँ पुष्टि हुन आउँछ अथवा टिबी पछि लाग्न सक्छ। यो खास यसको रहस्य के हुनसक्छ डाक्टर साहब? यो चाहिँ अब त्यो चाहिँ त्यसै गरेर अघि जिन एक्सपर्ट कुरा आयो नि त, त्यस कारण सकेसम्म अब अहिले सुरुमै खकार चाहिँ जिन एक्सपर्टबाट जाँचेको राम्रो। हजुर। अब त्यो सुविधा सबै ठाउँमा नहोला, राज्यले त सबै ठाउँ पुर्याउने कोसिस गरिरहेछ, तर कहिलेकाहीँ मैले अघि नै भने कि जस्तै अब कहिलेकाहीँ एक्सरेमा नदेखिन पनि सक्छ, हजुर, कहिलेकाहीँ लक्षण छैन एक्सरेमा देखिन पनि सक्छ। त्यो डक्टरले एनालाइसिस गर्ने कुरा हो। त्यहाँ डक्टर राम्रो हुनु पऱ्यो, डक्टरको नलेज राम्रो हुनु पऱ्यो, नम्बर 1। नम्बर 2 एक्सरे पनि राम्रो हुनु पऱ्यो, एक्सरे मेसिन राम्रो हुनु पऱ्यो, एक्सरे राम्रो देखियो भने कसरी चिन्ने। नम्बर 3 खकार परीक्षणको ल्याब चाहिँ क्वालिफाइड ल्याब हुनु पऱ्यो होइन। अब त्यो माइक्रोस्कोपमा हेरेर मात्र भएन, त्यहाँ जिन एक्सपर्ट पनि हुनु पऱ्यो। त्यस कारणले यी कुराहरूमा यदि प्रभावकारी क्वालिफाइड ल्याब भयो र डक्टर पनि क्वालिफाइड भयो भने त्यो रोग मिस हुने त चान्सै हुँदैन। मिस हुने चान्स कहिलेकाहीँ अब बिरामीको लक्षण केही पनि छैन, तर दुब्लो पातलो हुँदै गएको छ, ज्वरो आइरहेको छ, केही पनि रोग पत्ता लागेन भने पनि टिबीको औषधि खुवाउनु पर्ने हुन्छ। त्यो लुकेको टिबी भन्ने हुन्छ, त्यो पनि खुवाउनु पर्ने हुन्छ। त्यस कारणले एकचोटि देखिएन भनेर, खकारमा देखिएन, एक्सरेमा देखिएन भनेर हामी पछाडि हट्नु हुँदैन, छैन भन्नु हुँदैन। जिन एक्सपर्ट गराउने, नभए सिटी स्क्यान पनि गराउने छातीको। मैले त्यस्तो फेला पारेको छु बिरामी कि जसको एक्सरेमा देखिएन र सिटी स्क्यानमा देखियो, किनभने त्यो गहिराइमा गएर हेर्छ नि त त्यसले, त्यस कारणले गहिराइमा जाँदाखेरि राम्रो रोग थाहा भयो। अनि डाक्टर साहब संसारभरिको एकदम 10वटा घातक रोगहरूमध्ये
एउटालाई चाहिँ यो क्षयरोग पनि पर्दो रहेछ डाक्टर साहब होइन, क्षयरोगलाई पनि 10 घातक रोगमध्ये एक पनि पर्दो रहेछ डाक्टर साहब। वास्तवमा यो घातक रोग नै हो अथवा यसलाई चाहिँ समयमै उपचार गरिएन भने यो चाहिँ घातक बन्न पुगेको हो? अब मैले अघि नै भने अहिले हामी कुरा गर्दा गर्दै क्षयरोगबाट कोही मरिरह होला। हजुर है भन्छ हरेक 5 मिनटमा एकजना मरिरह होला। अब नेपालमा भनिहाल्यो भने 17,000 वर्षको मरिरहेछन्, संसारभरि हो भने त करोडौँ मरिरहेछन् है। भनेदेखि यो त घातक रोग हो। हजुर संसारभरि नेपालमा पनि सर्वरोग सम्बन्धी अथवा इन्फेक्सियस डिजिज भन्छ अङ्ग्रेजीमा, यो रोगमा नम्बर 1 किलर त टिबी नै हो नि। नम्बर 1 रोग टिबी नै हो। अनि एचआइभीहरूमा जति एचआइभी मर्छन्, एचआइभी पीडितहरू मरिरहेछन् नि, तिनीहरूमा पनि नम्बर 1 किलर टिबी नै हो। भनेपछि त यो त नम्बर 1 मै पर्छ नम्बर। तर अब भनौँ होल डिजिजमा चाहिँ नि नम्बर 4 मा पर्छ, नम्बर 4 मा पर्छ। संसारभरि सबभन्दा बढी मान्छे मार्ने चाहिँ नि तपाईँको हार्ट डिजिज नै हो। हार्ट डिजिज, हार्ट एट्याक भन्छ नि, हार्ट डिजिज नम्बर 1 त। जस्तै अमेरिकामा युरोपमा नम्बर 1 त अब हार्ट डिजिज छ, नेपालमा पनि हो। तर अब नेपालमा अलिकति नहुन पनि सक्छ। नम्बर 2 चाहिँ फोक्सो सम्बन्धी रोग हो, जस्तै दमको रोग नम्बर 2। नम्बर 3 मा स्ट्रोक आउँछ, प्यारालाइसिस हुने रोग। नम्बर 4 मा टिबी नै आउँछ। भनेपछि होलमा त 4 नम्बर घातक रोग भयो। तर सर्व रोगमा त नम्बर 1 नै भयो नि। अनि एचआइभीहरूमा पनि नम्बर 1 भयो। हजुर चाहिँ यो त एकदम ठुलो घातक रोग। यसलाई त अब यो परापूर्व कालदेखि थियो। पहिला त जमानामा हेर्नु न, अब तपाईँ 6 जनामध्ये 1-2 जना निको हुन्थ्यो होला, 5 जना त मर्थ्यो टिबी। हजुर कहिलेकाहीँ आफै पनि निको हुन्थ्यो है। अब त्यति बेला त कहाँ औषधि हुन्थ्यो र त्यति बेला त राजा महाराज कहाँ गएर चाहिँ आशीर्वाद लिन जान्थे, कहीँ रोग निको हुन्छ कि भनेर है। अब त्यति बेला पछि आएर त्यो सेनेटोरियमको कन्सेप्सन आयो। अब अहिले त औषधि छ बाबा होइन, औषधि भएपछि त अहिले त निको हुने सम्भावना छ, निको हुने छ नि त उपचार। डाक्टर साहब यो टिबीलाई साइलेन्ट किलर रोग पनि भनिन्छ नि डाक्टर साहब? यसलाई चाहिँ साइलेन्ट किलर भने मतलब अब तपाईँको चाहिँ नि अब पहिला लक्षण हुँदैन नि त, धीरे धीरे बिस्तारै बिस्तारै रोगले चाप्दै चाप्दै जान्छ। अनि यदि अब अहिले ड्रग रेजिस्टेन्ट टिबी पनि पत्ता लाग्छ, तर त्यति बेला त ड्रग रेजिस्टेन्ट टिबी पत्ता लाग्दैन थियो नि त। अनि औषध दिए पनि निको नहुने पनि हुन्थ्यो कसैको। त्यसले बिस्तारै बिस्तारै मानिसलाई रोग लागेपछि त्यसको सिम्पटमहरू त एकैचोटि आउने होइन नि त, बिस्तारै बिस्तारै आउने हो नि त। भनेपछि अब बिस्तारै बिस्तारै छाती दुख्ने, खोकी लाग्ने, ज्वरो आउने, त्यो बिस्तारै बिस्तारै हुँदा त्यो महिनौ 2 महिना 3 महिनामा चाहिँ प्रस्फुटित हुने त पुरै रोग लागेर हो यसलाई के भयो भन्ने कुरा त पछि आउँछ नि त। त्यही भएर त पहिला पहिला राजयोग भन्थे, अर्थात् पहिला पहिला चाहिँ अब चाहिँ त्यो फ्यान्सी रोग भन्थे। भनेदेखि अब अहिले आएर चाहिँ नि त्यति बेला रोग पत्ता लागेन भने त मरिजान्थ्यो नि त। मलाई नै याद छ, अब त्यो एउटा बिरामी उसको लेखनाथको राम्री केटी थिए, उसलाई निको रोग लागेर आएको थियो। रोग त पत्ता लाग्यो, तर औषधि खाँदै जाँदा पनि ऊ मरिहाल्यो। किनभने कि चाहिँ त्यो एमडिआर टिबी थियो। त्यो बेला एमडिआर टिबी थाहा थिएन हामीलाई, त्यो डायग्नोसिस हुँदैन थियो। अब त्यो बेला भने त अब अहिले त सम्भावना छ, जाँच्ने सम्भावनाहरू छन्, उपकरणहरू छन्, त्यहाँ त्यो उपकरणको फाइदा किन नलिने? भनेपछि डाक्टर साहब एचआइभी लागेको व्यक्तिलाई ट्युबरकुलोसिस निको हुन चाहिँ एकदम गाह्रो हुन्छ होइन? यसलाई यसरी बुझ्नु गाह्रो त अरू जस्तै हो। उनीहरूमा पनि निको हुने सम्भावना चाहिँ नि उस्तै हो। तर उनीहरूले पनि औषधि राम्रोसँग खानु पऱ्यो, नियमित रूपमा सेवन गर्नु पऱ्यो औषधिलाई। अब त्यहाँ फलोअप भइरहेको हुन्छ। अनि एमडिआर टिबी सक्छ भने जिनोएक्सबाट छँदैछ, कल्चर छ, त्यसबाट पनि थाहा हुन्छ कि कति कडा खालको हो भन्ने कुरा। त्यो त अब 100मा तपाईँको 4% त मरिरहेछन् नि टिबीबाट। 4% 92% निको हुन्छन्, 4% चाहिँ नि मर्ने पनि छन्, 3% हराउने पनि छन्। औषधि खाए कता गए, त्यो मिसिङ केसहरू पनि छन् कति त है, हराउने पनि छन्। अब त्यो चाहिँ नि अब तिनीहरूलाई समेट्नु पऱ्यो, हराउनेहरूलाई खोज्नु पऱ्यो, नआउनेहरूलाई खोज्नु पऱ्यो, लुकेर बसेको चाहिँ नि रोगीहरूलाई पत्ता लगाउनु पऱ्यो। जसले औषधि खाइरहेछन् तिनीहरूले नियमित सेवन गर्नु पऱ्यो र साइड इफेक्टहरू भएदेखि त्यो भन्नु पऱ्यो डक्टरलाई होइन। सबैजना लागे पो एउटा कम्युनिटीमा डक्टरदेखि लिएर बिरामीदेखि लिएर सबैजना टिचरहरूले पनि स्कुलमा क्षयरोगको बारेमा जानकारी गराउनु पऱ्यो है।
अब हाम्रो कम्युनिटी बेस्ड हो नि त, कम्युनिटी सबैको सहभागिता हुन जरुरी छ। जस्तै डाक्टर साहब एचआइभीले प्रतिरोधात्मक क्षमतालाई कम बनाउँछ, एकदमै यसलाई चाहिँ विकनेस बनाउँछ होइन। भनेपछि त एचआइभी पेसेन्टहरू टिबीको हाई जोखिममा चाहिँ अलरेडी त्यो अभियसली उनीहरू त हुने नै भयो। भनेपछि एचआइभी लागेको व्यक्तिहरूले टिबीको परीक्षण गर्दा एकदमै उपयुक्त हुन्छ। टिबीको परीक्षण उपयुक्त हुन्छ, प्लस उनीहरूलाई एचआइभी पोजिटिभ छ भनेदेखि क्षयरोगको प्रिभेन्टिभ थेरापी पनि दिइन्छ अहिले। हुन्छ डाक्टर साहब, अब एकदमै चेतनामूलक एकदमै महत्त्वपूर्ण विषयमा कुराकानी भइरहेको छ। विशेष गरी डाक्टर साहबले टिबी लागेको बिरामीहरूलाई के सुझाव दिन चाहनुहुन्छ? अब सर्वप्रथम त टिबी नलागेकाहरूलाई भन्छु म, टिबी नलागेकाहरूलाई चाहिँ यो बारेमा जानकारी लियौँ, क्षयरोगको बारेमा जानकारी लियौँ र दियौँ पनि, दिनु पनि पर्यो, लिनु पनि पर्यो, ताकि यी सिम्टमहरू भए क्षयरोग हुनसक्छ। अर्थात् कुनै पनि रोग सामान्य उपचारले निको भएन भने जुनसुकै शरीरको अङ्गमा लागोस्, आफूलाई जुनसुकै समस्या होस्, क्षयरोग हो कि फोक्सोको वा अरू अङ्गको, चाहिँ डक्टर कहाँ गएर मलाई क्षयरोग लागेको हो कि भनेर सोध्नै पर्यो। जसलाई क्षयरोग लागेको छ र उनीहरू उपचारमा आएको छन् भने उनीहरूले सर्वप्रथम नियमित रूपमा सेवन गर्नु पर्यो औषधिलाई, औषधि दिनदिनै खानु पर्यो। त्यसपछि औषधिको साइड इफेक्टहरू छ भने डक्टर कहाँ गएर भन्नु पर्यो र अनि औषधि खाइसकेपछि निर्मूल भयो कि भएन भन्ने कुरा त हेल्थ आफ्नो जसले औषधि उपचार गर्छ उनीहरूले चाहिँ नि फाइनलाइज गरिहाल्छन्। हजुर, एउटा मलाई पनि के कुरा गर्दा एउटा मेरो पनि एउटा सम्झना आयो डाक्टर साहब। मेरै घर परिवारमा मेरो आफ्नै ठुलो बुवा पनि, म करिब कक्षा 2 मा पढ्थेँ होला त्यो बेला चाहिँ, त्यस्तै अब 6-7 वर्षको थिएँ होला म चाहिँ। मेरो ठुलो बुवा पनि टिबी लागेर नै बित्नु भयो डाक्टर साहब। मलाई एकदमै भर्खरै सम्झना आयो। हजुर, सायद त्यतिखेर अब म त सानो नै थिएँ होइन। अब उहाँले समयमै उपचार पाउनु भयो कि भएन, पक्कै पनि उपचार गर्न लगेको मलाई पनि याद छनलाई होइन। हाम्रो चाहिँ पहिला चाहिँ गाउँमा चाहिँ पुरानो घर, पहिला घुमाउरो घर हुन्छ नि डाक्टर साहब, हजुरलाई नि कतिको याद छ डाक्टर साहब? घुमाउरो घर हुन्छ अनि बाहिर चाहिँ जतासुकै घुमाउरो चारैतिर चाहिँ पिँढी हुन्छ नि, पिँढी भन्छ होइन डाक्टर साहब। उहाँ पिँढीमा सुत्नुहुन्थ्यो बाहिरपट्टि होइन। अनि मलाई सम्झना छ कि उहाँ बित्नु भयो। पक्कै पनि पहिला जति पनि बिरामीहरूले पाउने, टिबीको बिरामीहरूले पाउने उपचार र अहिलेकोमा त धेरै डिफ्रेन्स छ अभियसली भन्नुभयो, नयाँ टेक्नोलोजीहरू पनि आएको छ होइन। भनेपछि पहिलाको समयमा टिबी लागेका बिरामीहरूको मृत्यु दर र अहिलेको मृत्यु दरमा कतिको डिफ्रेन्स छ सर? धेरै राम्रो भएको छ नि अहिले त, मृत्यु दर धेरै घटेको छ नि। अब पहिला 80% निको हुन्थे, 20% मर्थे भने अहिले त 93% सक्सेस रेट छ। हजुर, अहिले हाम्रो क्षयरोग राष्ट्रिय क्षयरोग केन्द्रकै डाटा अनुसार पनि 93% चाहिँ त सक्सेस रेट छ। हजुर, भनेपछि अहिलेको औषधिको क्वालिटी पहिलाको धेरै राम्रो छ। अब अहिले एमडिआर टिबीकै भनौँ न, एमडिआर टिबीकै पहिला सुई लगाउनु पर्थ्यो 3 महिनासम्म, 3 महिनासम्म सुई लगाउनु पर्थ्यो, धेरै औषधि खानु पर्थ्यो, 18 महिना खानु पर्थ्यो। मैले 18 महिना खुवाएको बिरामीहरूलाई 3 महिनासम्म सुई लगाएको मैले हो। अब यो कति वर्ष भयो, 7-8 वर्ष अगाडि म क्षयरोग केन्द्रमा हुँदाखेरि। अब अहिले त तपाईँको विकसित भइसक्यो भने अहिले त तपाईँको त्यो एमडिआर टिबीको पनि औषधिहरू 6-8 महिना खानेमा आइसके र अब इन्जेक्सन छैन। अब ओरल मेडिसिन नै आइसक्यो, एकदम क्वालिटीको औषधिहरू आइसके। भनेपछि त्यति बेलाको औषधिको क्वालिटी अब अलिक कमजोर पनि हुनसक्छ। अर्थात् उहाँलाई पनि एमडिआर टिबी भएको पनि हुनसक्छ, त्यो पत्ता नलागेको हुन्छ त्यति बेला प्रविधि नै थिएन होइन। एमडिआर टिबी पत्ता लाग्ने प्रविधि नै पनि थिएन नि त। यो 2070बाट सुरु भएको हो नेपालमा एमडिआर टिबीको उपचार भनेपछि अब अहिले त धेरै सजिलो छ। डाक्टर साहब, यो टिबीको उपचार पोखराको कुन अस्पतालमा उपचार भइरहन्छ डाक्टर साहब? हुन्छ, अब अहिले मुख्यतः अब पोखरामा पश्चिमाञ्चलमा सुरु भएको क्षेत्रीय क्षयरोग केन्द्र रामघाटमा हो, जहाँ मैले पनि काम गरेँ। हजुर, अब त्यहाँबाट मुख्य उपचार त्यहाँबाट हुन्छ अनि सबै डिरेक्सन पनि त्यहाँबाट दिन्छन्। तर उपचार त अब हरेक वडामा छ अहिले त। हजुर, हरेक वडामा सहरी जुन स्वास्थ्य केन्द्र छ नि, हरेक सहरी स्वास्थ्य केन्द्रमा क्षयरोग औषधिहरू वितरण भइरहेछ। हजुर, त्यस कारण जुन वडामा बिरामी छ आफ्नै वडामा सहरी स्वास्थ्य केन्द्रमा, हेल्थ पोस्टमा, हेल्थ सेन्टरमा चाहिँ सम्पर्क राख्न हुन अनुरोध गरिन्छ।
हुन्छ डाक्टर साहब, अब हामी अन्तिमतिर पनि छौँ होइन। अब छेर कुराहरू धेरै हामीले गऱ्यौँ होइन। हामीले अब डाक्टर साहबको तर्फबाट जति पनि आम जनताहरूलाई चाहिँ दिनुपर्ने कुराहरू, चेतनाका कुराहरू थियो, यो भिडियो अन्तिमसम्म पनि हेरिदिनु होला, ध्यान दिएर हेरिदिनु होला र आफूलाई पनि दैनिक जीवनमा पनि यसलाई कार्यान्वयन पनि गरिदिनु होला भन्न चाहन्छु म चाहिँ। र डाक्टर साहबको एउटा अन्तिममा मलाई एउटा के कुरा सुन्न पनि मन लाग्यो भने, डक्टरको यो डक्टरी पेसामा चाहिँ डाक्टर साहब एकदमै सम्झना लायक एउटा एकदमै मेमोरेबल एउटा इन्सिडेन्ट हुन्छ नि डाक्टर साहब, कुनै त्यस्तो छ डाक्टर साहब यदि भन्न चाहनुहुन्छ भने? अब धेरै बिरामीहरूको उपचार गरियो, लाखौँ बिरामीको उपचार गरियो, लाखौँलाई बचाइयो होला। हजुर। अब यो डक्टरी पेसामा के रहेछ भने एकदम खुसीले बिरामी निको हुँदाखेरि खुसीले उन्माद पनि हुँदो रहेछ। हजुर। र कहिलेकाहीँ उपचार गरेर निको नहुने बिरामीको मृत्यु देखेर दुःखी पनि हुनुपर्दो रहेछ। यो हामीले सुख दुःख दुइटै भोग्नु पर्दो रहेछ। हजुर। तर अब खुसीको कुरा भन्दाखेरि कतिचोटि हो भनौँ न, अब अस्ति मात्रै अब पुरानो भन्दा पनि अहिले हालसालै 1-2 महिना अगाडि कुरा हो, एउटा बिरामी भर्ना गरेको थियो आफ्नै होम हस्पिटलमा। ठ्याक्क म 3 बजे पुग्छु दिउँसो खानासाना खाएर। 3 बजे पुग्दाखेरि एउटा बिरामी ग्यास्ट्रिकमा गइसकेको थियो। ग्यास्ट्रिकमा गइसकेको थियो भने त अब मर्ने बेला जस्तो सास चाहिँ अन्तिम सास लिइसकेको थियो, हात खुट्टा चिसो भइसकेको थियो र उसको नाडी पनि थिएन, ब्लड प्रेसर पनि थिएन। त्यसलाई म ठ्याक्क त्यहाँ पुग्नु पनि ठ्याक्क झटाभट चाहिँ तुरुन्तै मैले के गर्नुपर्ने एक्सन आफ्नो, अब सलाइन पानी दिनु पर्ने, सुई दिनु पर्ने, के गर्नुपर्ने दुनियाँ गरेँ। त्यसले त्यो मान्छे बाँच्यो। त्यहाँका मान्छेहरूले, उसको साथीहरूले, उसको मान्छेहरूले आँखा पल्टाएर ल अब गयो भनिसकेको थिएँ, तैपनि उसले बचाउनु सफल भएँ। त्यो चाहिँ नि मेरो लागि खुसी कुरा हो। त्यसबाहेक एउटा डाक्टरी पेसाभन्दा अर्को कुरा, म बिहान मर्निङ वाक गर्छु। म त्यति बेला घारीपाटन बस्थेँ अनि बिहान मर्निङ वाकमा यही भदौ ताकै हो, ऋषि पञ्चमीको बेलामा, यो 10-12 वर्ष अगाडि कुरा हो। अनि मर्निङ वाकमा जाँदाखेरि त्यहाँ त नहर छ नि, अनि त्यो नहरको छेउमा म चाहिँ मर्निङ वाक गर्दै थिएँ। म र एकजना अर्को साथी हुनुहुन्थ्यो, 2जना। अनि हामी जाँदाखेरि त्यहाँ एकदम कराएको एकदम पीडित आवाज चाहिँ सुन्यौँ हामीले। कसैले श्रीमानले श्रीमतीले पिटेको हो कि के हो भने जस्तो लागेको थियो मलाई। तर होइन रहेछ। पछि कसैले भन्यो भने ए मान्छे आइमै त ऋषि पञ्चमी बेलामा बिहान नुहाउन जाँदाखेरि नहरमा बग्यो भनेर कराएको सुने। अनि त्यसपछि हामीले भन्यो ओहो यो बग्न लागेको छ, बगेर आउँदैछ। हामी अलिकति तल जाउँ, जहाँनिर खुड्किला छ नि, खुड्किलामा गएर बसौँ, त्यो मान्छे आयो भने तानौँ भनेर हामी दौडेर गएर कता खुड्किला छ खोज्दै दौडेर अगाडि दौड्यौँ। त्यो बग्दै आयो त्यो आइमै। अनि ठ्याक्क हामीले खुड्किलामा बसेर त्यो आइमाले तान्यौँ, 2जना भएर तानेर बाहिर ल्यायौँ। बाहिर ल्याएपछि पानी सानी त्यो अलिकति छाड्ने काम भयो। अनि पछि मैले तुरुन्तै हस्पिटल जानुहोस् भनेर हस्पिटल पठाइदिएँ। यो हस्पिटल जाउँ सर भनिनँ मैले, कुनै पनि हस्पिटल नजिकै हस्पिटल गइहाल्नुहोस् भनेर हामी पठाइदियौँ। हामी मर्निङ वाक गऱ्यौँ। अनि पछि म नुहाइधुवाइ गरेर होम हस्पिटल आउँदाखेरि त एकजना आइमै चट्ट सारी लाएर बसेको थियो। अनि के भएर आउनुभयो भने त ल अघि तपाईँले बचाउनु भएको मै त हो भन्दाखेरि त्यो त मलाई एकदम ठुलो खुसी कुरा भयो नि त है, ठुलो खुसी कुरा भयो नि हो। त्यो पनि एउटा चाहिँ खुसी कुरा छ। हुन्छ डाक्टर साहब, एकदमै मिठो कुराकानी गर्न पायौँ। फेरि पनि कुनै समय हामी कुराकानी गर्ने नै छौँ डाक्टर साहब। अहिलेलाई यति गरौँ। धन्यवाद नवीनजी, र तपाईँको नवीन के पोडकास्ट छ त्यसलाई पनि मुरी धन्यवाद यो मौका दिनुभएकोमा। यसबाट मैले जुन कुराहरू भने यसबाट यो समाजलाई, यो देशलाई, जनतालाई हित नै हुनेछ भन्ने मैले विश्वास लिएको छु। धन्यवाद। हुन्छ, एकदम थ्याङ्क यू डाक्टर साहब। हस्।